स्पष्ट भनिदिन सक्छु कि साथी हो, बालेन शाह, हर्क साम्पाङ र रेणुदार राजनीतिको भुमरीमा फसाउनको लागि चाहिँ डिजाइन बनाइरहेको छ के। जो अहिले काङ्ग्रेसले गरिरहेको छ नि, यो कुनै पनि परिवर्तनको लागि होइन, यो संसद पुनर्स्थापना र प्रतिनिधि सभाको निर्वाचनलाई फागुन 21बाट सार्नको लागि डिजाइनबद्ध ढङ्गले गराइएको घटना हो के। यो कुरा प्रश्न के भयो भने प्रतिनिधि सभाको मनोनयन दर्ताको 5 दिन अगाडि नै काङ्ग्रेसलाई विभाजन गर्ने र यो नौटङ्की देखाइएको छ नि, यो संसदीय चुनाव फान्नको लागि हो कि। फागुन 21 गते राष्ट्रपतिले तोकेको बेलामा चाहिँ निर्वाचन भएन भने यो मुद्दा चाहिँ संसदले अटोमेटिकली संसदीय पुनर्स्थापना गरिदिन सक्छ के। संसद पुनर्स्थापना गयो भने मेयरको पद पनि बर्खास्त हुन्छ, यता निर्वाचनमा सांसद बन्न पनि पाइन्न। त्यही भएर मेयर बालेन शाहले प्रतिनिधि सभाको मनोनयन दर्ता गर्दाखेरि राजीनामा नदिई चाहिँ मनोनयन दर्ता गर्नुपर्छ के। यदि निर्वाचन आयोगले साँच्चीकै फागुन 21 गते निर्वाचन गर्ने हो र गराउँदैछ भने अटोमेटिकली मेयरको पद चाहिँ बालेन शाहको जाने हुन्छ। त्यस कारणले यदि फेरि निर्वाचन आयोगले 21 गते निर्वाचन गराउन सकेर अगाडि सरियो भने संसदमा गएर मैले राजीनामा पनि दिइनँ, निर्वाचन आयोगले चाहिँ चुनाव पनि गर्न सकेन, तर निर्वाचन आयोगले मेरो पद चाहिँ बर्खास्त गरेको कारणले पद चाहिँ फर्काइ पाऊँ भनेर चाहिँ चुनाव लड्ने बाटो खुल्ला हुन्छ। त्यस कारणले चाहिँ बुझेर अहिले चाहिँ चुनावको भाग लिन्छु भनेर मेयर बालेन शाहले राजीनामा दिनु चाहिँ उपयुक्त होइन भन्ने मेरो बुझाइ हो।